ढोल टन्नै हाल्नु भने सजिहाल्नु हो र कसले भनेको मैले भन्दै हुनुहुन्छ अलि धेरै सुप भएर फेरि अनि तातो भएर जानु निको हुन्न होला सुपै खाने रे के यस्तो भन्दै हुनुहुन्छ हो अहिले फेरि मलाई कराम भयो फेरि म दादाले भन्नुभएको हुन्छ तर अलिक सुकाउने नि फेरि झोल मजाले हाल्नु अनि गुटुङ गुटुङ उमाल्ने होला भयो हौ फेरि हाल्ने भने फेरि हाल्ने गरेर अनि तपाईँले भन्नुभयो होइन होइन यत्रो हाल्ने अलिकति ठिक छ अनि अहिले उम्लिँदा अनि ठिक अनि बिहान चाहिँ नबनाउने होइन है बिहान चाहिँ नबनाउने चापाना पनि यस्तो हुँदो रहेछ नि पहिला यस्तो चलाउँदो रहेछ नि अनि सबै त जहाँ पनि त्यस्तो हुँदो रहेछ के राख्दा बुढे सुराज अनि जिस्काउने मजाको बनाएर पानी ड्रम पनि रहेछ